यो चाहिँ अब म थुप्रै बाइक छ त अब यो बाइक चाहिँ अब पाल्नु नसकेर भाइलाई दिइहालौँ भन्दैछु दिप किरण भाइलाई। अब यो चाहिँ अब साँच्चै नै दिने हो दिने त अन्त। ल यो बाटो चाहिँ मलाई एकदमै मनपर्छ क्या। ल ज्याकेट खोले जुन चाहिँ यो पछाडिको मडगाड छ यो मडगाड एकदम टेढो छ हेर्नुहोस् यहाँ माथिबाट टेढा है देख्यो। ये वारंटी में हो जाएगा ना अल्टर वारंटी। ल हेर्नुहोस् त आजको मौसमको अवस्था लप्चूको हरियो चियाबारीको माथि माथि हल्का यो हुस्से भनेको कुहिरो भनेको बादल भनेको हल्का उडिरहेको अवस्था। सो म चाहिँ अहिले तल हाम्रो गाउँबाट यस्तो जिगज्याग 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 रोड हुँदै घुम्ती उकालो घुम्ती हुँदै आएको र म ठ्याक्कै आइपुगेँ रमिती डाँडा। यसलाई चाहिँ रमिती डाँडा भन्छ। सो यहाँ माथि चप्लेटी दामी छ है। ल मैले रोनीलाई चाहिँ त्यहाँनिर बात गरेको छु। हुन्छ अङ्कल बस्नुहोस्। ल आज म जाँदैछु सिलगढी एउटा आफ्नै एउटा काम लिएर जाँदैछु। र के काम भन्दा चाहिँ तपाईँलाई मोटर ब्लकमा बताउँदा अम्बो मेरो बाइक हेर्नुहोस् न कति 30,348 किलोमिटर रनिङ भइसकेको छ। ओके नमस्ते एभ्रिवान र आज फेरि न्यू डे न्यू ब्लग फेरि एउटा अर्को नयाँ कथा आज धेरै दिनपछि ब्लग बनाउँदैछु। कथा भन्नुपर्दा सिलगढी तर्फको यात्रा। सो आउनु जाने गरेर 170 वा 165 किलोमिटरको यात्रा रहनेछ। अनि हाम्रो दिदीबहिनीहरू बिहानै चिया बारीमा जाँदैछन् पत्ती टिप्नको लागि। लप्चू चियाबारी। ल यो बाटो चाहिँ मलाई एकदमै मनपर्छ क्या। मैले भन्नु बिर्सेछु है विशेष गरेर आजको कथा भन्नुपर्दा चाहिँ म जाँदैछु सिलगढी शिव मन्दिर कदमतला सञ्जय बुबुको घरमा जाँदैछु। किन भन्दा चाहिँ बुबु चाहिँ आजभन्दा लगभग 1-1.5 महिना अगाडि नै उता प्रशान्ति निलयम आन्ध्र प्रदेशको प्रशान्ति निलयम जानुभएको थियो। उहाँको सायद भाइलाई लगेर हार्ट सर्जरीको लागि तपाईँले सायद फेसबुक पेजतिर नै उहाँको भिडियो देख्नुभएको होला। अनि हार्ट सर्जरी चाहिँ सक्सेस भयो सुपर स्पेसिलिटी हस्पिटलमा। अनि मैले चाहिँ त्यही त बुबुलाई सानो सामान ल्याइमागेको थिएँ अनि ल्याइदिनु भएछ। त्यही ल्याउनको लागि चाहिँ म जाँदैछु। सो आज बुबुनिछाको भेट धेरै दिन होइन महिनापछि हुँदैछ। सो यहाँबाट चाहिँ टक्क लाएर राइट टर्न। अब यहाँबाट चाहिँ उकालो उक्लिनुपर्छ उकालै उकालो। सो सधैँ चाहिँ हामी त्यस्तो मोटर ब्लग ट्राभल ब्लगहरू सँगै बनाउन पाएको छैनौँ किनभने आफ्नै एउटा व्यस्तता हुन्छ होइन पारिवारिक समस्या हुन्छ। त्यही समस्यामै बाँधिएकोले गर्दा मैले पनि त्यस्तो भिडियो अपलोड गर्नु पाएको छैन युट्युबतिर है। र जो जति पनि मेरो कुरेर बस्नुहुने मेरो ब्लगलाई माया दिनुहुने सब्सक्राइबरहरू एउटा यात्री परिवारलाई अलिकति कस्तो किसिमको एउटा बानी परिसकेको थियो होला मेरो भिडियो हेर्ने होइन। तर समयमा भिडियो नआउँदा तपाईँहरू पनि अलिकति बिस्वत लाग्यो होला है। सो अब त्यस्तो हुने छैन। अब चाहिँ म नभनेको पनि हप्तामा 3टासम्म चाहिँ भिडियो पोस्ट गरौँ पब्लिस गरौँ अपलोड गरौँ भनेर सोच्दैछु। तर त्यसमा चाहिँ तपाईँहरूको अब साथ सपोर्ट है कमेन्टको खाँचो छ। यो उकालो चाहिँ यस्तो छ उकालै उकालो सानो बाटो छ तर लप्चूको यो गाउँ हुँदै जानुपर्छ क्या उकालो मजाको छ। यो बाटो चाहिँ सिधै माथि 10 माइल निस्किन्छ त्यहाँ 10 माइल निस्किन्छ। त्यो तपाईँको भन्नुपर्दा पेसोक ओह्रालो झर्ने निस्किन्छ। यहाँबाट छिटो टिस्टा जान कालेबुङ जान सिलगढी जान उता घुमिरहनु परेन नि। अब उताबाट गयो भने चाहिँ तपाईँको ग्लेनबन फाटक त निस्किनै पऱ्यो सिङ्गिरताम तकदा 7 माइल 9 माइल 10 माइल 11 माइल हुँदै निस्किनुपर्छ हो लामाटा हुँदै। सो यताबाट त सिधै 10 माइल हो नि त त्यसैले छिटो हुन्छ क्या यो बाटो चाहिँ छिटो पनि हुन्छ। अनि अर्को कुरो कहिलेकाहीँ भए पनि यात्रा गर्न जरुरी छ किनकि यात्रा गर्दा एउटै दैनिक काम एउटै वातावरणले थाकेका मन मस्तिष्क र शरीरको थकान यात्रा गर्दा हराउँछ अनि नयाँ ऊर्जा प्रदान गर्छ। छोटकरीमा भन्नुपर्दा
यात्रा केवल घुमफिर मात्र होइन तर मन मस्तिष्क र शरीरलाई पुनर्जीवित गर्ने एउटा औषधि पनि हो। सो पहाडी क्षेत्र अलरेडी स्किप गरिसकेपछि चाहिँ म अहिले छु सेवक रोडमा। सो एकछिन चाहिँ यहाँ हल्का मूत्र विसर्जन। ल पहिला चाहिँ म आरएसया टिभेस जान्छु होला, किन भन्दा चाहिँ तपाईँलाई मैले पहिलाको भिडियोमा सायद देखाएको जस्तो लाग्छ है। जुन चाहिँ यो पछाडिको मडगाड छ, यो मडगाड एकदम टेढो छ हेर्नुहोस्, यहाँ माथिबाट सिधा हुनुपर्ने यस्तो यस्तो बाङ्गिएको छ क्या। एकपल्ट देखाउँ भन्दैछु, यदि वारेन्टीमै चेन्ज हुन्छ भने चाहिँ ल एकपल्ट बुझौँ सर्भिस सेन्टर गएर। ल लागौ अब यहाँ आइपुगेर चाहिँ अलिकति मन ढुक्क हुन्छ क्या मेरो। सिलगढीबाट घर फर्कँदा नि यो सेवक रोड आइपुगेर ढुक्क लाग्छ, अनि दार्जिलिङबाट सिलगढी जाँदा पनि यो सेवक रोड आइपुगेर चाहिँ मन ढुक्क लाग्छ क्या। किनकि खुल्ला सडक है, अनि दुवैतिर हरियाली, जङ्गल, शान्त परिवेश छ नि त। सो त्यसैले यो सेवक रोड चाहिँ मजा लाग्छ क्या। यहाँ आइपुग्दा मन शान्त हुन्छ, एउटा माइन्ड रिफ्रेसमेन्ट भएको जस्तो फिल हुन्छ क्या। हेर्नुहोस् न क्या मजाले यहाँको सडकको दुवै किनारतिरको वृक्षहरूले नयाँ पालुवा फेरेछ, क्या मजाको देखेको है। यसको बेग्लै सुन्दरता छ क्या। ल हेर्नुहोस् त, ल ज्याकेट खोले, किन नभए यहाँबाट चाहिँ गर्मी बढ्छ नि त, गर्मी सुरु हुन्छ। ल पहिला टिभीएसको सर्भिस सेन्टर जान्छु, त्यसपछि सिधै कदमतला सञ्जय बुबुको घरमा जाने काम छ। सो 6 सर्भिसको टाइम भएर होला यो ह्यान्डल बारमा क्या अलिकति यो एक्सिलेट गरेर चाप्दाखेरि, स्पिड कुदाउँदाखेरि भाइब्रेसन फिल हुँदैछ मलाई। किनकि 30,000 रनिङ भइसकेपछि चाहिँ 6 सर्भिस गर्नुपर्छ नि त। सो मैले 6 सर्भिस गरेकै छुइनँ, किनकि मैले किन नगरेको भन्दा चाहिँ मैले बिचमा मोबिल चेन्ज गरेको थिएँ नि है, तपाईँलाई थाहा छ उता अरुणाचल जानुभन्दा अगाडि। सो अब 500 जस्तो कुदाएर चाहिँ गरौँ भनेको 6 सर्भिस। सो त्यसैले यो ह्यान्डल बारमा चाहिँ हल्का थियो भाइब्रेसन, ह्यान्डल बारमा यो फुट प्याकमा भाइब्रेसन फिल हुँदैछ क्या मलाई। पहिला यस्तो हुन्थेन, सायद त्यो 6 सर्भिस नगरेकोले पनि हुनसक्छ। म यहाँ फोटो भिडियो रिल्स सुट हुँदो रहेछ, यहाँ त डान्स पनि गर्दैछ। मैंने वो कॉल किया था सर, एक बार इधर आया तो यहाँ पे आए ना, इधर ये जो मैंने कॉल किया था ना, जो मडगाड है ना, ये मडगाड टेढ़ा है, देखे तो है ना, ये इस भीतर ये वारंटी में हो जाएगा ना, अंडर वारंटी में चेक कीजिए तो। ल म सर्भिस सेन्टर आइपुगेँ। यो मडगाड टेढो छ नि त, यसो हेर्दा नि चट्टै भित्र पसेपछि यसो ब्यागबाट सट्टै हेर्दा चाहिँ पीछे का जो ये मडगाड है ना, ये देखे थे वहाँ से देखे थे, ये टेढ़ा है। मैंने ध्यान नहीं, हाँ जी कोई धक्का मुक्का लगा है सर? धक्का तो नहीं लगा है, मैंने अभी पहले नोटिस नहीं किया था, तो मेरे दोस्त ने बताया टेढ़ा है, मैंने नोटिस नहीं किया था। ये देखे तो धक्का लगा तो टूट जाता ना। देखिए तो यहाँ पर किस चीज़ से प्रेशर लगाएंगे? यहाँ पर नहीं, प्रेशर तो नहीं लगा है, सामान तो है नहीं मेरे पास। सिर्फ इस तरफ एक्सीडेंट हुआ था तो इस तरफ मुड़ा था, ठीक है, यहाँ पे तो प्रेशर नहीं लगा है। जिस चीज़ से यहाँ पर प्रेशर लगा है ये थोड़ा पेन हो गया है। ये अंडर वारंटी हो जाएगा ना सर? नहीं नहीं, अंडर वारंटी नहीं होगा ऐसा रहेगा। ये, अभी नहीं है, अवेलेबल नहीं है। ये सब बॉडी पार्ट है ना,
आप मतलब ये कितने दिन में आ जाएगा? सामान हाँ जी, थोड़ा पास में रख दीजिए, बोल देगा 15-20 यानी हम 15-20 दिन 15-20 दिन उसको बोलना पड़ेगा। ऑर्डर देंगे तो पास में ऑर्डर देना पड़ेगा। और जो ये चेन का जो मडगार्ड है ना, मतलब चेन गार्ड है, ये दूसरा अभी नए वाला लगा सकते हैं यहाँ पे? ओए कि नतुन মার্কারটা লাগবে না नहीं लगा? লাগলেও ওয়েল্ডিং করে লাগাইতে হবে বাদ দিয়ে দিয়ে फिटिंग नहीं हो पाएगा। फिटिंग नहीं होगा। मैंने वो जो मतलब अभी तो चल चुके हैं, ठीक है, ये 30,000 की पार हो चुका है। कॉल किया था सर्विस के लिए, लेकिन मैंने वो बीच में मोबिल चेंज किया था ना, तो अभी तो मतलब अभी मैं सर्विस करा नहीं सकते क्योंकि थोड़ा अभी शेड्यूल पैक्ड है ना, मैं थोड़ा बिजी हूँ। वो बाद में आके करा सकते हैं ना सर्विस, 6 सर्विस? মোবাইল চেঞ্জ তো ছিল मोबिल चेंज तो करवाया था, मतलब मोबिल चेंज करके ऐसे कितने 3,000 तक चलिए, बाद में कर सकते हैं ना? हाँ आपका मर्जी, आप कल भी बना सकते हैं। मोबाइल चेंज अलग चीज़ है और अलग चीज़ है। वो पार्ट्स में बोलना पड़ेगा ना, वो मडगार्ड के लिए कितना लगेगा उसका प्राइस? 300-400 रुपये होगा। ज़्यादा तो नहीं लगेगा ना? ठीक है। वो रोनिन का जो पीछे का जो मडगार्ड है ना, रिटर्न नहीं होगा हाँ पीछे का मार्केट। हाँ हाँ, वो मैंने सर को बोला तो यहाँ पे ऑर्डर करने को बोला, अभी अवेलेबल नहीं है ना? मार्केट पीछे वाला ना हाँ, पीछे का मडगार्ड। ओ 2 मिनट रुकिए हाँ जी, 2 मिनट रुकिए चेक करता हूँ मतलब अवेलेबल हो भी सकता है। हो भी सकता है हाँ, मंगाया था तो पहले। ओ अच्छा अच्छा, ठीक है। नहीं है क्या? दीप किरण 7 आयो? हाँ आयो? अँ यही हो। तपाईँले लिनुहुने कि उहाँले? राम्रो छ यो बेस मोडल लिनु क्या, यो ब्ल्याक कलरमा। भ्यालु फर मनी छ अनि दाम पनि कम्ती छ हो। यसमा चाहिँ खर्च कम्ती छ बाइकमा, किनभने मेरो अलमोस्ट 30,000 कुदाइसक्यो हो। 2 वर्ष भइसक्यो। होइन, यो सानो काम थियो कि त्यो एउटा पार्ट्स मगाएको थिएँ नि त, पछाडिको त्यो मडगार्ड क्या, अनि त्यही लगाउनु पऱ्यो भने नयाँ क्या, नयाँ बाइक अहिले नयाँ मोडलको आएको छ नि, हौ त्यो त्यसको लागि आएको थियो। ल हात लगाइदिनुहोस्। तपाईँको नाम चाहिँ? सूरज। भाइको? ल तिमीलाई एकदम बधाई छ अपकमिङ न्यू बाइकको लागि रोनिन। ल ल भाइ हुन्छ। ल भन्नुपर्दा टक्क लाएर यहाँनिर चाहिँ मेरो काम चाहिँ भएन। सो त्यो अन्डर वारेन्टी चेन्ज हुँदैन रहेछ मडगार्ड, सो त्यो चाहिँ मैले मगाइरहेको छु। नेक्स्ट टाइम सर्भिसिङ गर्नु आउँदा चाहिँ सिधै मडगार्ड पनि चेन्ज गर्छु। ल अब सिधै लगाउँ। ल ठ्याक्कै यहाँ सर्भिस सेन्टरमा यहाँ 2जना भाइहरूसँग भेट भयो नि त। त्यो सानो भाइले चाहिँ टिभिएस रोनी नै हेर्नु हुँदै रहेछ नि त। ठ्याक्कै मलाई भेटेर चाहिँ कस्तो छ बाइक, कम्फर्ट कस्तो छ, माइलेज कस्तो छ भनेर सोधिन् त भाइले। अनि मैले चाहिँ सिधै अब जे छ त्यही भन्नु पऱ्यो नि त। बाइक इज गुड, माइलेज इज गुड है, कम्फर्ट इज गुड, एभ्रिथिङ इज गुड क्या यो रोनिनमा। अनि भाइलाई चाहिँ त्यो कन्फ्युजन रहेछ कुन चाहिँ मोडल किन्नु भएको रहेछ। सो कुन चाहिँ मोडल किन्दा चाहिँ ठिक होला, टप मिड कि बेस भनेर सोध्यो नि त भाइले। अन्त मैले चाहिँ भाइलाई सजेस्ट गरेँ मिड भेरिएन्ट, किनभने भ्यालु फर मनी हो नि त। धेरै डिफ्रेन्स छ क्या तपाईँको टप मिड अनि बेसमा, कम्तीको नि 10-15-20 हजारको डिफ्रेन्स छ। अनि बेस भेरिएन्टमा चाहिँ ब्ल्याक कलरमा दामी छ बाइक। ब्ल्याक भन्ने बित्तिकै एभरग्रिन होइन, त्यसको ब्ल्याक कलर कहिले पनि पुरानो हुँदैन क्या। अनि मैले त भाइलाई यति बेस भेरिएन्ट ब्ल्याक कलरै सजेस्ट गरेको नि। ल सायद मैले भाइले यो भिडियो हेर्दै गर्दा भाइले नयाँ बाइक किनिसकेको हुन्छ होला, तर पनि भाइलाई यो भिडियो मार्फत भाइलाई नयाँ बाइकको लागि एकदमै बधाई छ। चारैतिर मिलेर उभिएका समतल भूभागमा फैलिएका यी हरिया चियाबारीका बोट बिरुवाहरूले प्रकृतिको सुन्दरता झन् उजागर गरिरहेका छन्।
ल एकछिन यहाँ चाहिँ सिनेमेटिक सर्टको लागि रोकेको थिएँ यो फ्लाइओभरमा। ल म अब लगभग कदम तला आइपुगेँ भनौँ न। साँच्चै नै अलिकति डेभलप र विकसित ठाउँ भनेको विकसित ठाउँै हो। सबै कुरोको सुविधा हुन्छ। लु यहीँ हेर्नुहोस् न अन्त यस्तो सुव्यवस्थित सडक छ। यातायातको सुविधा, स्कुल कलेजको सुविधा, हरेकको सुविधा हुन्छ विकसित ठाउँमा। क्या म बुबुको घरमा आइपुगेँ। हेलो, कहाँ घरमा हुनुहुन्छ होइन? ए म घर आइपुगेँ त अन्त तपाईँको। ए यस्तो त छ यो मान्छे। ल ल ल ल म आउँदैछु। ल ठिक हुनुहुन्छ? एकदम तिमी आउ न जस्तो आउ न पहिला। त्यो भएन त्यस्तै रहेछ त, घटेको छैन छैन। बाइक दिनुहोस् ल, त्यहाँ यसमा ब्याग चाहिँ उयो गर्नु पऱ्यो। अहिले यो बाइक कहिले किनेको? भयो नि है 5-6 महिना भयो नि है? बेसी भयो। बेसी भयो नि। अझै हेरे ब्रान्ड न्यू देखिरहेछ। यहाँ चाहिँ स्क्रच गरेको छ तपाईँको। त्यो त भइबस्छ नि त्यति त। दामी चाहिँ ब्ल्याक कलर चाहिँ एभरग्रिन कलर, कहिले बुढो हुँदैन अरे क्या ब्ल्याक कलर चाहिँ। यस्तै छ मालिक त्यस्तो छ अन्त कहाँदेखि बुढो। मालिक पनि यहाँ म्यान इन ब्ल्याक, पुरा फुल ब्ल्याकमा छ। उयो बिमारी दाजु चाहिँ कहाँ हुनुहुन्छ? ए उतापट्टि हो जाति। अहिले निकै ठिक हुनु होला है? यो जुत्ता खोल्नु चाहिँ यस्तो गाह्रो लाग्छ मलाई कि। आइज यहाँ चिनेछ मलाई यसले। चिनेछ। ए हजुर भाउजू उयो भाउजूलाई ढोकिन आउँछु ल। आइज आइज यहाँ यहीँ छ। भाउजू हजुर अहिले त धेरै धेरै जाति हुनुभयो, जाति भयो नि। हजुर कहाँ कलकत्तामा छ? कलकत्तामा आयो, कलकत्ताबाट आएर चाहिँ यता उयसमा छौ, धरानमा छ अहिले। अस्ति म गइकन आएको धरान। धरान गइकन आएको। चिनिस् मलाई? चिनिस् मलाई? अस्ति धरान गइकन आएको नि म। उता नानी पनि उतै थियो, अन्त नानी लिनु गएको थिएँ। अन्त तपाईँ ठिकै हुनुहुन्छ? एकदम उता तर यता पनि गरम धेरै नै चढेछ है, ठिक्क भइरहेछ। तर धेरै पनि होइन, सहनै सक्ने गरम। उता त कस्तो गरम जुन जुलाईको उता त गरम हुन्छ नि। ल आज धेरै दिनपछि होइन, महिनापछि हाम्रो यहाँ बुबुसँग भेट हो। पहिला त मोटरसाइकल यात्रा, ट्राभल भ्लग, मोटर भ्लग, क्याम्पिङ पनि गरिबस्थ्यौँ। अहिले त अब आफ्नो आफ्नो व्यस्तता है। बुबु पनि बिजी। हिजो अस्ति मात्र आउनुभएको उता आन्ध्र प्रदेशको प्रशान्ति निलयमबाट। तर राम्रो रहेछ हस्पिटल, दामी छ नि। अब चाहिँ बिस्तारै बिस्तारै यसो रेनी सिजन पनि सुरु हुँदैछ। अब चाहिँ क्याम्पिङ गर्नु मन लागिरहेछ मलाई। क्याम्पिङको भ्लगहरू आउँछ त सायद। ल त अन्त क्याम्पिङ गर्नु लागि त टेन्ट पो किन्नुपर्छ। टेन्ट किन कि त्यो बुबुले फेरि एउटा नयाँ टेन्ट किन्यो त्यही चक्करमा छ। त्यो पुरानो मेरो हो नि त। मजा आएको हेर्नुहोस् है, हाम्रो बुबुले लगाएको फुलहरूको चाहिँ धेरै सेयर गर्नुहुन्छ। अन्त यो फुलहरू तपाईँले भ्लगमा पनि देखाइरहनुहुन्छ नि है। म हेरिबस्छु। बगानबेलीलाई कटिङ गरेर रोप्नु भएको है तपाईँले? त्यहाँ मजाले कटिङ गरेर टक्क झुन्डाएर गमलामा यो सट्टै यसरी दियो। क्या मजाले है। यो फोनबाट राम्रो हुन्छ यसबाट भन्दा। यो अब खै देखाउ न। यो चाहिँ अब म थुप्रै बाइक छ त, अब यो बाइक चाहिँ अब पाल्नु नसकेर भाइलाई दिइहालौँ भन्दैछु।
किरण भाइलाई अब यो चाहिँ अब अलिक टाटा जाँदाखेरि भाइ लिएर जाऊ लिएर भनेको मैले यो चाहिँ अब के कतिवटा बाइक राख्नु है यो बाइक चाहिँ अब 390 को त कहाँ यो मामुली बाइक हो नि त उ हेर्नुहोस् 390cc को केटिएम भनेपछि चाहिँ अब यो ब्रान्डै हो नि तिम्रो लागि ठिकै छ सोच है मलाई तिमी यङ छौ नि त साँच्चै नै दिने हो दिने त अन्त फौजीको घुम्नु जाँदाखेरि लिएर जानु भनेर त्यही त फौजीको वचन हो फेरि है ल ल सुम हिँड्नुहोस् तपाईँ यहीँसम्म होला ल थ्याङ्क यू बुबु थ्याङ्क यू बुबु ओके भाइ आयो ठिकै छ प्रसाद पनि पाएँ के गर्नु दिन पाएँ। आएको थियो त्यो त भनिदेऊ के चाहिँ मैले अघि नै ब्लगमा भनिसकेको छु ल अब सायद छिट्टै चाँडै बुबु निच्छाको भिडियो आउँछ दामी दामी ठाउँतिर जाँदैछौँ हामी होइन बुबु ल मिठो मिठो गफ भयो दुःखो सुखो गफ भयो इन्टरनेसनल भिडियो इन्टरनेसनल ट्रिपै हुँदैछ बुबु पनि जानुहुन्छ अरे परसम्म ए लाइट चाहिँ बोलिरहेको रहेछ लु चढ्छु मलाई चिनेछ नि है तपाईँको उयोले तपाईँको उयोले हो पपीले चिनेछ मलाई है हो नि बित्तिकै क्या कुचर हल्लाइदिएको नि ल बुबु अब जहिले पनि भेट्छ नि अब चाहिँ सिधै ट्रिपै हो डाइरेक्ट हुन्छ 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 ल त साथीहरू आजको यो भ्लगको इन्ड चाहिँ म धेरै दिनपछि गर्दैछु सो आउँदाखेरि चाहिँ भिडियो इन्डै गर्नु बिर्सेछु नि त अनि आन्ध्र प्रदेशको प्रशान्ति निलयमबाट हाम्रो सञ्जय बुबुले प्रसाद विभूति ल्याइदिनु भयो त्यति टाढाबाट हाम्रो सञ्जय बुबुले विभूति प्रसाद ल्याइदिनु भयो सञ्जय बुबुलाई एकदम थ्याङ्क यू सो मच ल त आजको यो भिडियो के कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला अनि भिडियो मन परे च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर साथै सब्सक्राइब गर्ने आग्रह गर्दछु ल त आजले यतिमै अनि हजुर सधैँ खुसी र स्वस्थ रहनु चाहिँ नभुल्नुहोला है त आफै मुस्काऊ मुसुक जुन तारा टिपी कोही दिँदै